हामी टाइममा सोनारै काँडे आज हामी जाँदैछु यहाँ आशिषले गीत गाएको छ है मिठो भयो दाँत भएन हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक मेरो एनदर न्यू ब्लगमा अनि आई होप सबैजना आरामै हुनुहुन्छ होला म पनि ठिकै छु अनि आज म गुर्सिनी नानी कान्छी भएर म चिटिक्क परेर यहाँ गुरुङ ड्रेसमा जाँदैछु अनि आज चाहिँ हाम्रो दाजुभाइ खलकको बिबिक्यू छ पार्टी छ अनि हामी आज त्यही जान लागेको छु यहाँ मेरो राजकुमार अनि हामी अहिले गाडी कुर्दैछु यहाँ अनि यहाँ मसँग छ मेरो यहाँ ओके गाइस मेरो गाडी आए जस्तो छ अब हामी जान्छौँ हेर्दै गर्नु होला ओके गाइस मसँग जाँदै हुनुहुन्छ आज मेरो छोरी खुसबुमाया अनि मेरो छोरा अनि मेरो फाने सासू आमा हेलो भन्नुहोस् भन्नु ल हेलो एकछिन पर्नु न यहाँ म भिडियो युट्युबमा हाल्ने बनाउँदैछु हेलो हेलो भन न हेलो फाने हामी कहाँ जान लाग्यो रे आज हामी टाइममा सोनारै काँडे टाइटोङ बिबिक्यू खाना भाइ खल्लाको पार्टी पार्टीमा जाने मासु पोलेर खाने तातो आलु ओके त्यति हो फोटो सेसन हुँदैछ यहाँ ए मान्छे जान्छु नि कता गयो ट्याक्सी आइदिन हामी ट्याक्सी कहाँ गयो आएन बेबी लग भिडियो यता अन गर गाडी हो ट्याक्सी हो ट्याक्सी ए के आज हामी जाँदैछु ए हाम्रो चाहिँ उबर आयो अब हामी उबरमा चढेर जान्छौँ ल हामी चाहिँ ट्याक्सीमा छु अहिले जाँदै हो पानी छ मन्टु बाबु यहाँ छ गर्मी भयो अब कति लाग्छ आधी घन्टामा पुग्छ कति बज्यो अहिले हामी चाहिँ यहाँ आइपुग्यौँ अब हाम्रो चाहिँ यो यता जस्तो छ अब हामी त्यहाँ जान्छौँ ल हामी चाहिँ आइपुग्यो ताइतङको डाँडामा हाम्रो दाइ चाहिँ यहाँ अघि बिहानै यहाँ चुलो कुरेर बस्नुभएको छ अनि यहाँ मासु पनि पोलिसक्नु भयो यति हो वाला पोलेको बिस्तारै नि अब सेल आउँछ फेरि सेलै जान्छ सेतो पोले यो चाहिँ यता चाहिँ चिकनको अनि यहाँ चाहिँ हाम्रो चाहिँ पोर्क खानेहरूको लागि यहाँ रेडी मासु ल्याएर राखेको छ अनि यहाँ चाहिँ सबैजना हुनुहुन्छ बिस्तारै बिस्तारै आउँदैछ सबैजना चाहम न कस्तो रहेछ बिहानै सधैँ जाने भइरहेको त हुन्थ्यो नि के अरे भरै हुन्न पिरो रहेछ के यो सबै हेलो खोइ बाबु साडी खण्ड कता लगाइदियो मिठो मासु हजुरमा भन्नुहोस् हेलो हजुरमा सबै लगाइगयो हजुरमा मोलेसम्म लानु गरेको हो खाना कति भयो आज मिठो अनि मिठो नि मिठो भयो दाँत भएन जवाब हजुर मिठो गुड डिलिसियस जिम्दै नि हजुर आमाले त हजुर हजुर दामी कति धेरै खायो नानी उयो पोर्क देखा फेरि नआउने खालको रहेछ क्या तो हेर्नु थिए अब हेर्नु भन्नुहोस् अब हेलो हेलो खाना कति मिठो भयो आज मैले पकाएको सबै यो पोलेको
मिठो मिठो लाग्ने मिठो भयो आज मिठो भएछ हजुर हामी खाना कति मिठो भयो त आज कस्तो मिठो भयो सानो मटन झन् कति मिठो भएछ सेलरोटी पनि कस्तो मिठो भएछ मगायो प्रिन्सलाई के मिठो लाग्यो सेलरोटी अनि आलु आलु त मिठो लाग्यो अगायो अब How is Khana? Good. कति राम्रो हो नै नजा यता अगाडि जा त ल हाम्रो के अरे हाम्रो गेस्टहरू चाहिँ उहाँहरू यहाँ आशिषले गीत गाएको छ है हजुरआमा भिडियो बनाउँदैछ नातिले गीत गाएको हेलो त घाम परेछ आँखा खोलै सकेन खतरै गाइदियो त भयो सक्यो रे लामो भयो कि पापा चिम्चा छैन भन्छ अनि प्लास्टिक चाहिँ राख्ने छिटो आउनु न छिटो हो त्यो चेलीबेटी त हुँदैन गाडी पठाइदिनुहोस् न यहाँ ए अगाडि फोटो हिँडेर बोलायो
गाइस हामी त अहिले घर पनि आइसक्यो अँधेरो भयो यस्तो थाकेछ है आजलाई यति नै थ्याङ्क यू सी यू नेक्स्ट ब्लग बाई बाई